हेलो गाइज सम्पूर्णमा नमस्कार। आज फेरि पनि रुबेन भ्लगबाट चाहिँ मैले एउटा भिडियो लिएर आइरहेको छु। जुन भिडियो चाहिँ इङ्ग्लिसको बारेमा छ है गाइज। जुन इङ्ग्लिस चाहिँ हामीले कसरी सिक्न सक्छौँ त भन्ने बारेमा चाहिँ म हजुरहरूलाई केही टिप्सहरू बताउन आइरहेको छु। इङ्ग्लिस चाहिँ हामीले कसरी सिक्छौँ भन्ने चाहिँ सर्वप्रथम त हामीले चाहिँ इङ्ग्लिसै भिडियो हेर्नुपर्छ हैन। इङ्ग्लिस भिडियो हेर्ने र इङ्ग्लिस समाचारहरू सुन्ने केही मात्रामा बुझ्दिनँ तर बिस्तारै हैन बानी पर्दै जान्छ। त्यसपछि इङ्ग्लिस केही मात्रामा हामीले सुन्दै जानुपर्छ। त्यसपछि इङ्ग्लिसमा हामीले सुन्दै गयौँ भने चाहिँ हामीले हल्का बानी पर्दै जान्छ र साथै त्यससँगै चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दा इङ्ग्लिस ग्रामरहरू पनि ख्याल गर्नुपर्छ र इङ्ग्लिस ग्रामरहरू जुन टेन्स चाहिँ हामीले सर्वप्रथम रूपमा चाहिँ सुरुचोटि चाहिँ हामीले टेन्स थाहा पाउनुपर्छ। इङ्ग्लिस जान्नको लागि हामीले टेन्स थाहा पाउनुपर्छ। टेन्स जानिसकेपछि चाहिँ हामीले बिस्तारै चाहिँ वाक्य बनाउनको लागि सेन्टेन्स बनाउनको लागि हामी प्रयास गर्नुपर्छ। बिस्तारै एउटा सेन्टेन्स दुईटा सेन्टेन्स गर्दै हामीले बिस्तारै बनाउँदै जानुपर्छ र उता चाहिँ हामीले निरन्तर रूपमा फेरि इङ्ग्लिस भिडियोहरू हेर्ने र इङ्ग्लिस समाचारहरू र इङ्ग्लिस चाहिँ हामीले सुनिराख्नुपर्छ है र इङ्ग्लिस लिसनिङ चाहिँ हामीमा हुनुपर्छ। त्यसपछि चाहिँ साथै हामीले चाहिँ बिस्तारै अगाडि टेन्स जानेपछि हामीमा बिस्तारै वाक्य बनाउन थाल्दै गर्छौँ। बिस्तारै वाक्य बनाउने क्रममा हामीले बिस्तारै फेरि त्यसमा के थप्नुपर्छ, त्यसमा चाहिँ हामीले वर्डहरू जुन चाहिँ शब्दहरू चाहिँ हामीले बिस्तारै नयाँ थाहा पाउँदै गर्नुपर्छ है। त्यसको लागि हामीले त्यो फिल्मबाट वा कुनै भिडियो समाचारबाट चाहिँ हामी बिस्तारै आउँछ र कुनै स्कुलमा चाहिँ स्टुडेन्टहरू हुनुहुन्छ भने चाहिँ स्कुलमा टिचरहरूले पढाउँदा चाहिँ ध्यानपूर्वक सुन्नुहोस् कि इङ्ग्लिस कसरी बोल्नुहुन्छ सर चाहिँ हैन, कसरी इङ्ग्लिस पढाउनुहुन्छ त। त्यस समयमा चाहिँ ध्यानपूर्वक सुन्ने र एउटा दुईटा वर्डहरू सिर्जना हुन भन्दा पनि एउटा वर्डहरूको ज्ञानहरू थपिँदै जान्छ र साथै हामीले इङ्ग्लिसको बारेमा थप जान्दै जान्छौँ र हामीले वाक्यहरू बनाउँदै गर्ने र त्यसपछि जुन डब्लुएच वर्डहरू चाहिँ हैन, डब्लुबाट आउने वर्डहरू पनि हामीले बिस्तारै थाहा पाउँदै गर्छौँ र सम्पूर्ण वर्डहरू हामीले बिस्तारै थाहा पाएर अगाडि बढ्छौँ र दिनमा चाहिँ 5 देखि 10 देखि 20 वटा सेन्टेन्स चाहिँ सधैँभरि गराउनुपर्छ हैन। त्यसपछि गराउँदै जाने क्रममा चाहिँ अब हामीले के लेख्ने, इङ्ग्लिसै सुन्छौँ र इङ्ग्लिस फिल्महरू हेर्दा र अन्य इङ्ग्लिस भिडियोहरू हेर्दा चाहिँ हामीले ध्यानपूर्वक हल्का सुनेर हामीलाई इम्प्रुभ भइरहेको हुन्छ र हामीले रिडिङ इङ्ग्लिसमा चाहिँ हामीले पढिराख्नुपर्छ हैन। इङ्ग्लिस किताबहरू पढ्ने हैन, आफू ठुलो कक्षामा छ भने सानो कक्षाको किताब पढ्ने हैन। सानो कक्षाको किताब पढ्यो भने त्यसमा अलि जानेको फिलिङ्स हुन्छ हैन, आफूलाई सजिलो फिलिङ्स हुन्छ र आफूले बिस्तारै जान्दै गर्छ र अलि सानो क्लासको किताबहरू पढ्ने र ठुलो गर्दै बढाउँदै जाने। त्यसपछि सानो क्लासमा चाहिँ सजिलो वर्डहरू हुन्छ र सजिलो सेन्टेन्सहरू हुन्छ। त्यसै कारणले हामीलाई थप ज्ञानहरू हासिल गर्न सहयोग पुग्छ। साथै त्यसपछि अब हामीले बिस्तारै अगाडि आफूले त्यो जुन कुनै व्यक्तिले हेर्दैछौँ वा कुनै वस्तुलाई हेर्दैछौँ र त्यसमा हामी कल्पना गर्न सक्छौँ कि त्यसलाई चाहिँ हामीले इङ्ग्लिसमा के भन्न सकिन्छ हैन। ठ्याक्क हामीले कुनै वस्तु देख्दैछौँ भने त्यसलाई इङ्ग्लिसमा के भन्छ त भनेर हामीले टिपोट गर्न सक्छौँ। हामी आफ्नो साथमा मोबाइल छ भने सर्च गरेर हेरिहाल्न सक्छौँ र त्यसरी चाहिँ हामीले नयाँ वर्ड थाहा पाउन सक्छौँ। त्यसपछि हामीले कुनै वर्ड आफू कुनै वाक्य बोल्दैछु भने ओहो यसलाई चाहिँ इङ्ग्लिसमा हामीले के भन्न सक्छौँ र त्यस सम्बन्धी चाहिँ हामीले जानकारी प्राप्त गर्नुपर्छ। त्यसलाई चाहिँ इङ्ग्लिसमा हामीले के भन्न सक्छौँ भनेर चाहिँ हामीले अब नजाने पनि मोबाइलमा सर्च गर्नुहोस्। मोबाइलमा सर्च गर्ने र विभिन्न डिक्सनरीहरू चाहिँ मोबाइलमा डाउनलोड गर्नुहोस्। आफ्नो मोबाइल छैन भने मम ड्याडको मोबाइल छ भने चाहिँ आफू कतै हिँड्दैछ भने त्यसमा चाहिँ हामीले डायरीमा वा कपीमा टिपोट गर्ने र त्यो नजानेका कुनै वर्डहरू बोलिन्छ र कुनै वस्तुहरू देखिन्छ भने त्यसलाई चाहिँ त्यस कुरालाई टिपोट गर्ने र त्यसलाई घरमा आएर सर्च गर्ने अनि सर्च गरेर हेरेपछि आफूले ज्ञान प्राप्त गर्न सकिन्छ र थप
वर्डहरू हासिल गर्न सकिन्छ, थप वर्डहरूको ज्ञान हुन्छ र बिस्तारै बिस्तारै आफैमा एक्लै हुन्छ नि इङ्ग्लिस बोल्न कोसिस गर्ने, तर बिग्रिन्छ केही छैन, तर सुधार्दै गइन्छ होइन। अब दुईवटा वर्डहरू बिग्रेला केही छैन र सुध्रिँदै जान्छ र आफूले निरन्तर रूपमा प्रयास गर्नुपर्छ। र हामीले लेख्न चाहिँ जब हामी दिनभरि त्यसपछि हामीले बिस्तारै जान्दै गरिरहेका हुन्छौँ र टेन्सहरू जानेपछि र हामीले विभिन्न प्रकारका कुराहरूबाट हामीले वर्डहरू थप्दै ज्ञान हासिल गर्दै गरेपछि चाहिँ हामीले दिनभरि गरेका कुरा बेलुकी आएर डायरी लेख्न कोसिस गर्ने र डायरी लेख्दै गर्दा चाहिँ एउटा दुईवटा वर्डहरू नआउला, तर नेपालीमा त थाहा हुन्छ, तर त्यो जानेको कुरालाई चाहिँ हामीले केमा सर्च गर्ने, मोबाइलमा मम ड्याडको मोबाइल या आफ्नै मोबाइल छ भने आफ्नो मोबाइलमा सर्च गरेर चाहिँ हामीले त्यस वर्डको इङ्ग्लिस वर्ड थाहा पाउन सकिन्छ। र साथै हामीले बिस्तारै प्रयास गर्दै निबन्धहरू लेख्न थाल्ने होइन। एस्सेहरू जस्तै नेपालीमा निबन्ध र इङ्ग्लिसमा एस्से चाहिँ बिस्तारै आफ्नो फ्युचर प्लानको बारेमा होइन, फ्युचर प्लान र अन्य कुराहरू भयो र विभिन्न कुराको बारेमा बिस्तारै हामीले चाहिँ थप जानकारी गर्दै गर्ने र हामीमा चाहिँ त्यसमा इङ्ग्लिसमा थप ज्ञान हुँदै जान्छ र हामीले चाहिँ इङ्ग्लिस सजिलैसँग सिक्न सकिन्छ भन्ने कुरा है। तर आफूले लेख्न भने कहिले पनि नछोड्ने, सुन्न, लेख्न र आफूले कम्पेयर गरेर पढ्न है। कुनै व्यक्तिलाई के भन्छ त इङ्ग्लिस, कुनै वस्तुलाई देखेर हामीले इङ्ग्लिसमा के भनिन्छ त्यस कुराहरूलाई चाहिँ इङ्ग्लिसमा के भनिन्छ नेपालीमा थाहा हुन्छ, तर इङ्ग्लिसमा कसरी भनिन्छ त भन्ने कुरालाई चाहिँ हामीले जान्नुपर्छ। र जस्तै मोबाइलहरूमा सर्च गरेर मैले भनिसकेँ हजुरहरूलाई। अब चाहिँ फ्री राइटिङहरू भनिसकेँ कि एस्से लेख्न कोसिस गर्ने बिस्तारै लास्टमा भनिसकेँ। बिस्तारै आफ्नो डायरी लेख्दै दैनिकी रूपमा चाहिँ आफ्नो दैनिकी लेख्न चाहिँ नभुल्ने है। त्यसपछि हामीलाई राइटिङमा आफ्नो राइटिङ स्किल बढ्दै जान्छ र त्यसमा चाहिँ अब हामीले इङ्ग्लिस पढ्न पनि छोड्नुहुन्न, दैनिकी रूपमा इङ्ग्लिस किताब पढ्ने र इङ्ग्लिस चाहिँ नियमित सुन्ने। हस् त, अब हाम्रो च्यानललाई चाहिँ हजुरहरूले अहिलेसम्म जुन इङ्ग्लिस भिडियो हेर्नुभयो धन्यवाद, र साथै इङ्ग्लिस सिक्नेको बारेमा हेर्नुभयो धन्यवाद, र साथै अब यस भिडियोलाई लगायत यस भिडियोमा लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हाम्रो च्यानललाई चाहिँ सेयर पनि गरिदिनु होला। हस् त, धन्यवाद, नमस्कार।